Hey, welcome to my night vlog. गाइजहरु अहिले हामी चाहिँ नाइटमा चाहिँ यहाँ घोगी खोज्दैछौँ। हाम्रो साथीहरु पुरा यस्तो कडा तरिकाले घोडा रे घोगी खोज्दैछ हैन। म चाहिँ यसो माथि माथितिर हिँड्दैछु, म चाहिँ छिरिन किनकि अब मलाई यहाँ थाहा छैन त्यति साह्रो कहाँ के छ भनेर। अनि यस्तो बवाल ठाउँ छ यहाँनिर। उता मुन पनि लागिरहेको छ हल्का ढक्क, यता चाहिँ पिकनिक चलिरहेको छ। जस दामी छ यो नाइटको ब्लग। फर्स्ट टाइम मेरो नाइट ब्लग हुँदैछ। यो अन्तिममा चाहिँ हाम्रो सालो अमिर, अनि त्यसपछि त्यसको अगाडि चाहिँ युनिस सालो, त्योभन्दा उता फेरि दिनेश पनि सालो, यता युनिस सालो, अनि उता चेन्टे सालो अगाडि पुगिसक्यो। यहाँ त एक्टिभ होइन। अनि म चाहिँ यसो त्यो चौरतिर कुद्दैछु म पनि। हेर्दै गर्नु होला हामीहरू कति समझ्छौँ घोगी। जस केटाहरूले 5 किलो घोगी लिएर गएको अरे लास्ट टाइम। अहिले पनि 5 किलो मार्ने भन्ने छोप्ने भन्ने चाहिँ उनीहरूको चाहिँ आज के भन्छ मिसन छ होइन। खै कति कत्रो पऱ्यो यति ठुल्ठुलो घोगी। राम ठिक छ होइन। ल हेर्दै गर्नु होला। खोला पनि अब यस्तो छ, मसँग नि लाइट छ। कस्तो लाइट देखा भन्दाखेरि खोला चाहिँ यस्तो पुरै जङ्गल, यहाँ हात्ती साथीहरू पनि आउँछ, गाह्रो छ। खै यस्तो छ नाइटको भ्यू, दामी। फेरि हाम्रो यो चाहिँ फेरि दिउँसोको हाम्रो फेरि फिसिङ स्पट अनि फेरि यहाँ तल अहिले चाहिँ पिकनिक भइरहेको छ। अनि यस्तो लाइटहरू पनि को व्यवस्था पो छ यहाँ त पुरा। जस कडक टिपिरहेछन् केटाहरूले। ल ढ्याक कुद्दैछन् केटाहरू। अगाडि च्यान्टे गएको छ नि त अगाडि, त्यो भएर मैलो भएको छ। केही छैन, जङ्गल। र यहाँनिर एउटा घोगी देख्न सक्नुहुन्छ। यो चाहिँ घोगी रहेको छ एउटा। अर्को नेक्स्ट यो चाहिँ घोगी यस्तोहरू बस्छ होइन। रातिमा चाहिँ झर्न आउँछ यिनीहरू। एउटा मैले यहाँ देखिसकेको छु, म केटाहरूलाई बोलाइहाल्छु। ल यहाँ एउटा घोगी छ केटा, ल टिपिहालौँ त, यसलाई कडा झ्याप पारिहालौँ त। झ्याप्पै होइन के अरे च्यान्टे भन त, डाइलग भन न एकचोटि, फेरि भन त, भन होइन मुख नछाडी भन न डाइलग। के अरे रात पर्यो भन्दैमा बिहान हुँदैन होइन, नहुने हुँदैन, अनि बिहान भएपछि फेरि रात पर्दैन भन्ने हुँदैन होइन। ल ठिक छ, डाइलग चाहिँ डाइलग चाहिँ फेरि मार्छ कि केटाले होइन। ल अब म पनि त्यो जङ्गलको बाटो हिँड्न सकेन, अब म पनि यहाँ खोला तरेर चाहिँ पारी जाने स्थिति आइसकेको छ। म पनि अब पारिपट्टि खोला तरेर हिँडिसकेको छु गाइजहरु। हो र होइन होला। यो पुरै घोगी हन्टिङ एप 64 बिघा नियर बाई राष्ट्रताल, on the way to right now we are on the way to के भन्छ लाटी खोला। See you there guys। त्यो गाह्रो छ नि बाटो हेर्नुहोस् साथीहरू। फेरि मजाक होइन नि यो, फेरि डोन्ट ट्राई एट योर होम। This is very dangerous. Going to Rasatal. This is very dangerous hunting घोगी. Don't try at your home and school. Thank you so much. If you wanna try, you have to come here in 64 बिघा। हामीहरूलाई त सानो देखेको खोला तिरैतिर अनि के भनेस् ती खोला हिँड्दैछ होइन। पछाडि म चाहिँ केटाहरूको टक्क मिठो एउटा
भिडियो बनाइदिइरहेको छु जस बवाल छ यो हो नि त पारा हाने हन्टिङ हान्ने खोइ सिसा यस्तो चाहिँ नगरेको भए हुन्थ्यो मान्छेहरू है यसरी सिसा फुटाएर चाहिँ अब नफलाउँ होला किनकि हामीहरू यहाँ घोगी खोज्न आउनुपर्ने हुन्छ अनि त्यो घोगी खोज्ने क्रममा चाहिँ हाम्रो खुट्टाहरूमा चोट लाग्न सक्छ त्यही भएर प्लिज यसरी चाहिँ सिसाहरू फाल्नुहोस् तर त्यसरी चाहिँ बोतलहरू फाल्नुहोस् तर त्यसरी चाहिँ नफलाउनुहोस् घुङ्गीहरू केही देख्छु कि भनेर खोजेको म त खासै देख्दिनँ त एउटा दुइटा मात्रै देख्छु म चाहिँ अब झाडी जाऊँ भने झाडी छ फेरि झाडीमा जान सक्दिनँ त्यही भएर म यहाँ मैले भेटिसकेको चाहिँ एउटा गङ्गी ल उठाइहालौँ केटा ट्याग हानिहालौँ ल है त हामी चाहिँ कन्टिन्यू हानिरहेका छौँ घुङ्गीहरू यहाँ पनि छ सालो उयो हेर न यहाँ मैले बत्ती बालेको छु त त्यो बत्तीको फोकसमा हेर न ए पानीभित्र ल ल ल ल यो होइन यो 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 त झन् जोडिरहेको छ क्या ए यहाँ चाहिँ दुईवटा खोला रहेछ फेरि यता र उता अनि टक्क हाम्रो दिउँसोको मछवाडे रातिको चाहिँ के माझी आइरहेको छौँ पुरा यो त अब घना जङ्गल छ हेर्नुहोस् होइन पुरा यहाँ हात्तीहरूको वासस्थान रहेको छ यहाँ हात्तीहरू पनि बस्छ सर्पहरू त ढोडियाहरू आउँछ होला नि त ल जुनेली रातको जुन साथीहरू हामी चाहिँ अहिले लाठी खोलाको नुहाउने ठाउँमा आइपुगेका छौँ होइन यहाँनिर चाहिँ मान्छेहरूले नुहाएर चाहिँ खाएर चाहिँ घोगेर एकदम ठुल्ठुलो हुर्केको हुन्छ कि यहाँ चाहिँ मोटा मोटा हुन्छ होइन अब यहाँ हेरौँ है त यहाँ कति प्रोटिन डाइट पुगिरहेको छ यहाँ हजुर पर्लीले खै के भन्छ पनि भेटिसकेका छौँ ल सर्प कहाँ पुग्यो बत्तीवाला त आयो गयो सर्प त्यतिर सर्प सर्प देख्न सक्नुहुन्छ सर्प यो चाहिँ ढोडिया होइन नहानु नमार छोडिदेऊ क्या नमार मार्नु हुँदैन ल यहाँ चाहिँ सर्प ल हेर त हामी सर्प पनि भेटिसकेको दिन झस्कायो सर्पले क्या झस्कायो उनीहरूकै पट्टि गइरहेको रहेछ क्या यता आयो भनेको उतैको कुदिरहेको सर्प त छ्यात्त गयो केटाहरू ए उसको घर होला कि त्यहाँ यो पो हो यो के अरे सर्पहरू त केटाहरू त फेरि हातले समातेर ल्याइदिन्छ हौ यो सर्प पनि भेटियो घोङ्गे पनि ठाउँ नै भेटियो जस हामी अहिले लाठी खोला क्रस गरिसकेका छौँ यो चाहिँ नुहाउने ठाउँ हो यहाँ देख्न सक्नुहुन्छ स्याल पनि कराइरहेछ भ्याउ कराइरहेछ के हिले गाउँ भएको रहेछ हिले भन्छ हामी भोटी माछा भन्छौँ क्या यता हिले भन्छ उ त नि हिलोमै पाउँछ हिले नै हो तर मान्छेहरू भोटी भन्छ क्या ल त देख्न सक्नुहुन्छ ऊ यो के अरे यसको नाम यो माछाको नाम यो सिङ्की कि सिङ्की हुन्छ खोइ कुन हैन जोरो के हो त मनकुरा छ क्या कराइरहेको त कुटकुट त्यो यो हो हैन ढागुटा कराको हो राम यो चाहिँ खोजिरहेको छौँ हामी घोगी 5 केजी पुऱ्याउने होइन अनिस लगभग अब 5 केजी पुऱ्याउने भन्ने कुरो यहाँ त दिउँसो आएको थियो म अस्ति नै एकचोटि 2-3 चोटि आएको थिएँ जस खोजिरहेको छौँ लगभग हामी अब मुहानतिर आइपुग्लाम जस्तो छ आयो मलाई त बाटोहरू हेर्दा त के यहाँ हाल न बाल्टीमा पानीमा हालौँ होइन त्यतिकै उस मर्ने मर्दैन किन मर्दैन पानी हाल्नुपर्छ मर्छ ओइ भाग्छ नि फेरि हुन्छ
ल्या पाल्ने हो रे यो चाहिँ अमिरले घरमा सानो कुवा बनाएर ल यस्तो जङ्गलको जङ्गल बाटो हेर्नु त राम 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 राति राति हामी यसरी हिँडिरहेको छौँ घुमी खोज्दै हेर्नुहोस् तपाईँहरू पनि आउनु होला यतितिर अनि मेरो सारोहरूलाई चाहिँ कन्ट्याक्ट गर्नु होला त्यसरी पर्छ हामी कस्तो वाइल्ड बाटोमा हिँडिरहेका छौँ जङ्गल जङ्गल पुरै यो खतराका खेलाडीहरू कुदिरहेको छौँ हामी यहाँ उयो म फेरि यहाँ एउटा बकेट समातेर कुदिरहेको छु 2 झिङ्गे माछा हालेर यो चाहिँ यहाँ चाहिँ दाउराहरू ल्याएको होला के काठहरू यहाँ त काठहरू ल्याएको होला के पुष्पाहरू आयो क्या यहाँ अनि पुष्पाहरू आयो क्या पुष्पा भन्दै काठ तस्कर गर्न आएको जस्तो छ यो बाटोमा चाहिँ पुष्पा आएछ पुष्पा जस ड्यामेज छ भोलि जसै नै आइज भनौँ 10 बजी आइज खै फाइनली गाइजहरू अहिले हामी चाहिँ यहाँबाट ब्याक भइसकेका छौँ यो खोलाबाट अलिअलि भेट्यौँ हजुर यो चाहिँ 100 एरिया हो रे खै यहाँ फेरि गङ्गटो गागटोले पनि पुरा अब हट हान्दिरहेको यसरी पक्रिन्छ हट हान्दिरहेको त्यसरी पक्रिनुपर्छ ल ल ल ल एक्सपर्टहरू जा तँलाई चाहिँ क्याच एन्ड रिलिज क्याच एन्ड रिलिज भएको छ अनि यहाँ चाहिँ यस्तो छ एउटा सानो पोखरी जस्तो छ माथिल्लो यो कुलो यो चाहिँ यता पारिपट्टिको कुलो तल छ यो त यहाँ त मनी आएको अस्तितिर यहाँको कुलो त कम्ता बिग्रिँदैन हौ बिग्रिन्छ म साइमनसँग यहाँ कुलो धेरै बिग्रिन्छ नि पहिला कम्ता झोरिन्छ यो कुलोमा अनि यहाँ यस्तो छ अगाडि बोकेर यो त के हो यो खानेपानी लगेको हो क्या यो कुलो पाइप हो यो ए पाइप लगेको पाइपदेखि जान्छ परसम्म हैन त्यहाँदेखि फेरि कुलो आउँछ ल त साथीहरू हामीले चाहिँ अब खोला चाहिँ छोडेर अब हामी चाहिँ फेरि बाम माछा हन्टिङ जाँदैछौँ अब यहाँ चाहिँ अब हामीले उ सक्यौँ अनि यस्तो पाइपमा त बि चिप्लिन्छ होला त यो चाहिँ किन अब यो पहिला कुलो हेर्नु नि यो पानी यस्तो पाइपमा टेकेर हामी पुरा खतरा खतरा बाटो हिँड्दैछ अहिले हामी जङ्गल प्रवेश गरिसकेका छौँ खोला छोडेर खोला चाहिँ पछाडि अहिले हामी चाहिँ जङ्गलमा हिँड्दैछौँ जङ्गल हुँदै बस्ती निक्लिँदै अब बस्तीतिर बिस्तारै निक्लिन्छौँ हामी हिँड्दैछौँ यसरी हात्तीको बाटोहरू हिँड्नु चाहिँ यो चाहिँ हात्तीहरू हिँड्ने बाटो गाउँ निक्लिने तर अहिले चाहिँ हात्ती निस्किँदैन किनकि अहिले हात्ती निस्किने टाइम भएको छैन निस्केको छ भने हेर्दै बस्यो होला टुल्टुल हाम्रो यस्तो छ र त साथीहरू अहिले हामी चाहिँ तल अलिक राम्रो ठाउँमा पुगेपछि चाहिँ कतिवटा समाति भोगी देखाउनेछौँ है त यो चाहिँ पुरै जङ्गलको तस्करी गर्ने बाटो हामी घुङ्गी तस्करी गरिरहेका छौँ अहिले हाम्रो हन्टरहरू आइसकेका छन् होइन पुरै हाम्रो हन्टरहरू आइसकेका छन् इन्डियामा राम्रोसँग जानु भन्ने त्यो मुभीको स्टाइलले त्यो के अरे जङ्गलको बाटो हुँदै भागेर गएको मिसु भेना हो रमाइलो ल ल ल अहिले चाहिँ हामी लगभग जङ्गलबाट चाहिँ
जङ्गलबाट चाहिँ हामी कुदिसकेका छौँ है त यसै पुरा माटो खन्ने अरे यहाँ यस्तो सबै माटो खनेर होइन हाम्रो सनलाइट चालो पनि माटो खन्न गएको थिएँ उतापरि गएका तिमी त माटो खन्ने कार्यक्रम यसरी हुँदो रहेछ ल ऊ बस्ती आइपुग्दाखेरि कुकुरहरूले चाहिँ हाम्रो स्वागत गरिरहेको छ भाउ भाउ गरेर जियोस् ल अब आइपुग्न लाग्यो हामी ल त साथीहरू अहिले हामी चाहिँ फाइनली चाहिँ कहाँ पुग्यौँ भन्दाखेरि यो जङ्गलको यात्रापछि चाहिँ अहिले हामी पुग्यौँ ठ्याक्कै इन्ट्रान्स गाउँको इन्ट्रान्समा चाहिँ अनि चाहिँ हाम्रो चाहिँ च्यान्टे सालो चाहिँ फर्स्ट भएको छ आज यो चाहिँ अब बस्ती झिलिमिली छ होइन ल हामी सबैजना आइपुग्यौँ होइन सकुशल आइपुग्यौँ होइन सबैजना होइन कसैले केही चोटपटक केही छैन नि भन्न सर्पले चाहिँ ठुमान छानिदिएको होइन त्यति हो ल यस्तो त फेरि च्यान्डलले त्यस्तो सर्प हेर्दाखेरि छ्याप्पै पारिदिइहाल्छ नि होइन लाइटले हानेर ल ल साथीहरू अहिले टडाङ टुडुङ ढिस ढिस हाम्रो गाउँको प्यारो मामाको घरमा आइपुगेको छौँ भान्जाहरू सबजना भान्जाहरू चाहिँ मामाको घरमा आइपुगिसकेका छौँ सकुशल अब हामी चाहिँ हाम्रो हन्टिङ चाहिँ हाम्रो मामालाई देखाउँछौँ अनि मामाले के भन्नुहुन्छ होइन सुनौँ मामाको कुरो यही हाम्रो मामाको घर यहाँ चाहिँ सबैजना भान्जाहरू भेला हुन्छ 64 बिगाको सबैको साझा मामा घर ल ल मामा सुतिराख्नु भएको छ ले कति गयो त मामा घरमा पुगेर नि हाम्रो घोङ्गी चाहिँ अनबक्सिङ गर्न गइरहेको छ आज खोजेको घोङ्गी ल अनिसको हातबाट चाहिँ ल यति आजको सिकाइ चाहिँ ल घोङ्गी ल 2-3 किलो त होला यार ल कस्तो रह्यो त नि युनिसको दामी तर जहिले राति खोजाउने भयो राति दिउँसो चाहिँ नखोज्ने राति होइन हामी टुर्नामेन्ट गेम छोडेर ल ठिक छ अब हाम्रो चाहिँ के अब बाम खोज्ने काम हो अब बाम हन्टिङ छ हाम्रो लगत्तै अब हाम्रो भोगीको कार्यक्रम चाहिँ स्थगित भएको छ भने अब फेरि हाम्रो बाम खोज्ने चाहिँ हामी जाँदैछौँ हामीले भोगी सँगसँगै हामीले ऊ पनि समातेका छौँ के अरे झिङ्गे पनि ल हेर्ने हाम्रो झिङ्गेको हालत त्यस्तो छ सबै यहाँ हाल न खै कतिवटा रहेछ झिङ्गे यो त कस्तो सफ्ट छ यो त खै यो त अर्कै कलरको छ त प्लास्टिक चाहिँ बोकेर चाहिँ यही कनाउ त झिङ्गे कति रहेछ झिङ्गेहरू पनि यस्तो छ यो हाम्रो झिङ्गे माछा यहाँ बाला त बत्ती अरू त एउटै कलरको छ त्यो मात्रै डिफ्रेन्स छ यी एउटा पनि कस्तो पानी कलरको छ एउटा पनि पानी कलरको छ एउटा ठुलो चाहिँ यो चाहिँ छुट्टै कलरको छ है हेर पख त त्यसलाई यसको पनि हामी त गाइजहरू हामी चाहिँ अब यहाँ मामा घरमा यसो रेस्ट गरेर हतियारहरू पुरा रेडी गरेर अब हामी चाहिँ बाम माछा चाहिँ मार्न गइरहेका छौँ होइन अब हेरौँ कतिवटा मारिन्छ कि मारिन्न अब बाम चाहिँ अब सियो छैन यो फर्स्ट एटेन्डर हाम्रो कहाँ छ उनीहरूको त पहिलेदेखि हानेको तर यो सिजनको चाहिँ फर्स्ट एटेन्डर अब जाँदैछौँ ल है त अब हाम्रो सुरु भइसक्यो तिमी के खुकुरी देखाउ न अब काट्ने पुरा एक्टिभ भइसक्यो ल म पनि हिँड्दैछु हेर स्कुल डाँडातिर केटाहरू चाहिँ उताबाटै हामी दुईजना यताबाट ल हेर्दै गर्नु होला गाइजहरू फर्स्ट एटेन्डमै बाम मार्न सफल भएका छौँ हामी च्यान्टे हन्ट हामी चाहिँ खेतको आलीमा चाहिँ बाम खोज्दैछौँ एउटा बाम चाहिँ हन्ट हानिसक्यौँ यता केटाहरू पनि हन्ट हान्दैछन् यस्तो छ जुनुली रात छ यस्तो छ ल
भाग्यो स्थिर खोज्नुपर्छ ले कुकुरै गायब ल हतियारै गायब हो अहिले अगाडितिर खसी जस्तो लाग्छ साथीहरू हामीले चाहिँ अब धान चाहिँ मार्न गयौँ तर अलिकति के भयो भन्दाखेरि यो ढोडिया सर्प मात्रै रहेछ सर्पले गर्दाखेरि चाहिँ हामी चाहिँ जान अलिक डर लाग्यो त्यही भएर हामी चाहिँ फर्किँदैछौँ होइन त्यही हो घङ्गी चाहिँ मस्त टिप्यौँ त तिमीहरू जाऊ न साथीहरू आजको हाम्रो रात्रिकालीन ब्लग चाहिँ आज यहीँबाट अन्त्य हुन्छ होइन हाम्रो मामा त्यहाँबाट आजको हन्टरहरू जङ्गल हाम्रो भन्ने सिकारीहरू र त्यति भन्दै हेरिदिनु होला माया गरिदिनु होला होइन के छ भने केही छ भन्नु ए के छ चान्टे भन्नु कुराहरू हजुर के छ केही छैन अब फेरि अब कन्टिन्यू हुन्छ टु बी कन्टिन्यू तर हान्नु चाहिँ हान्नुपर्छ च्यान्टी च्यान्टी हतियार लु त होइन त यो खाने खालकै न क्या त यो